ईस्तन्वन्ति दिवैस्तवे वेदैः सङ्गपदकर्मोपनिषा गायन्ति यं सामगा ध्यानावस्थितगतेन मनमा पश्यन्ति यं योगिनी यस्यन्तं न विन्दुसुरसुरगणदेवाय तस्मै नमः श्रीमन्चन्दनचर्चितजलवपु शुक्लाम्बरमल्लिका मालालङ्कृतकुण्डला परविलसन्मुक्तबलिशोभिता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनम्बुजे वसतु मे त्रैलोक्यमाता चिरमा मूकं करोति वाचालं पङ्गुं लङ्घायते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम् नमो भगवते तस्मै व्यासाय तेजसे यस्य प्रसादादच्छामि नारायणं कथामिमं नारायणं नमस्कृतं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् यो प्रार्थना सकेर पुष्पाञ्जली चढाई नमस्कार गर्नु अनि वाचकले कथा भन्न थाल्नु श्रोताले चित्त भएर कथा सुन्नु। श्री स्वस्तानी माता की जय। नमस्ते गाइस। नमस्कार। हेलो हेलो गाइस। हरे कृष्ण गाइस। माताहरू हरे कृष्ण। स्वस्तानी पढ्छु सुन्नु होला। अर्थात्र 20 हरे नमः। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। त्यसपछि नवराज ब्राह्मण आफ्ना पिताको खबर गर्न गएपछि नवराजकी स्त्री चन्द्रावती ब्राह्मणीले आफ्नी सासू गोमा ब्राह्मणीसित भनिन्, हे माता, म मेरो माइत नगएको पनि धेरै दिन भइसक्यो। यहाँ खानलाई अन्न छैन, लगाउनलाई वस्त्र छैन। अरूसँग मागेर मात्र कति दिन निर्वाह गर्ने। यसै कारण म अलिक दिन माइत बसेर आउँछु। तपाईँले आफ्नो देहको र घरको सम्हार राम्ररी गर्नुहोला। तपाईँका छोरा आएपछि मलाई डाक्न पठाउनुहोला। फेरि म गएपछि एक पेट पाल्न तपाईँलाई पनि कठिन पर्ने छैन। अहिले म जान्छु भनी गोमा ब्राह्मणीसित दण्डवत प्रणाम गरेर माइत हिँडिन्। अब चन्द्रवती माइत गएपछि गोमा ब्राह्मणीले आफूलाई थरीथरीका दुःख परेको देखेर भिक्षुक रूप श्री महादेवले श्राप दिएको सम्झी मनमा नै तर्क गर्न लागिन्। म 7 वर्षकी हुँदा 70 वर्षका बुढासित विवाह भयो। ती पनि भिक्षा माग्न गएका आजसम्म फर्केर आएनन्। छोरो र बुहारी दुवैले मलाई छोडेर गए। म यस्ता अवस्थामा परे। मेरो कस्तो भाग्य रहेछ। मलाई धिक्कार छ। उस दिन मलाई श्राप दिने भिक्षुक जगदीश्वर महादेव नै रहेछन्। हे शम्भो, म क्षमा माग्दछु, मैले जानिन। मेरो त्यो अपराध क्षमा गर। हे शशि शेखर, हजुरलाई कोटि कोटि नमस्कार छ। अब मेरो रक्षा गर कि यो प्राण नै हर भनी नाना प्रकारका विलाप गरी गोमा ब्राह्मणीले आँखाबाट आँसुका धारा बगाई रोई कराई बौलाई जस्ती हिँड्न लागिन्। यो कुरा कैलाश पर्वतमा श्री पार्वतीले थाहा पाइन् र जगदीश्वर श्री महादेवको आनन्द समयमा पाउ समाति बिन्ती गर्न लागिन्। हे स्वामी, हेर्नुहोस्, त्यो गोमा ब्राह्मणीको अपार कष्ट। त्यो पनि हजुरको स्त्री हो।
त्यसको प्रति यस्तो अयोग्य गर्नु कदापि उचित छैन। मलाई अत्यन्त करुणा भयो, हे दया सागर। आज्ञा भए म त्यसको केही उपाय गर्ने थिएँ। हजुरले आज्ञा दिए श्रीस्वस्थनी परमेश्वरीको व्रत गराउने थिएँ र त्यो दुःखका समुद्रबाट पार हुने थिएँ। यति पार्वतीले बिन्ती गरेको सुनि जगदीश्वर महादेवका मनमा पनि दया आयो र हुन्छ त्यसै गर भनी आज्ञा दिनुभयो। अनि पार्वतीले सप्त ऋषिलाई डाकेर, हे ऋषिश्वर हो, तिमीहरू मध्यमण्डलमा जाओ र चन्द्र ज्योति नगरमा गोमा नाम गरेकी ब्राह्मणी अत्यन्त दुखी छ। त्यसलाई श्रीस्वस्थनी परमेश्वरीको व्रत गर्ने उपदेश दिएर आओ। अनि श्रीस्वस्थनी परमेश्वरीको व्रतको प्रभावले गोमा ब्राह्मणी सम्पूर्ण दुःखबाट पार होली भनी आफूले महादेव स्वामी पाउनका लागि श्री विष्णु भगवानले उपदेश दिएर गएको सम्पूर्ण विधि विस्तारपूर्वक बताइदिनुभयो। श्री पार्वतीको यस्तो आज्ञा सुनि सप्त ऋषिले हवस भनी त्यहाँबाट सरासर मध्यमण्डलमा पुगेर चन्द्रज्योति नगर खोज्दा खोज्दा जाँदाखेरि नगरको बाहिर गोठाला केटाकेटीहरूसित यहाँ दुखी दरिद्रको छ भनी सोधे। यो चन्द्रज्योति नगरमा त्यस्ता दुखी दरिद्री कोही छैनन्। सबै आफ्ना धर्मको पालन गरी सुखमा छन्। नगर बाहिर एउटा गोमा नाम गरेकी ब्राह्मणी अत्यन्त दुखी छन्। त्यहाँ गएर सोध्नु भयो सबै स्थिति ज्ञान हुनेछ भनी ऊ त्यही घर हो भनेर औलाले सङ्केत गरिदिए। अनि सप्त ऋषिहरू गोमाका घर गए। अनि गोमाले सप्त ऋषिहरू आएका देखेर प्रणाम गरी आदरपूर्वक भित्र डाकेर लगी पिर्कामा बसालेपछि हात जोडेर नम्र भई सोधिन्, हे ऋषिश्वर हो, आज म दुखिनीका घरमा आई म यस्तै पापिनीलाई दर्शन दिनुभयो, धन्य हो। अब के कामले आउने कष्ट गर्नुभयो, आज्ञा हवस्। गोमाको यस्ता नम्र वचन सुनेर सप्त ऋषिहरू भन्दछन्, हे गोमा ब्राह्मणी, तिमी अत्यन्त दुःखमा परेकी हुनाले श्रीस्वस्थनी परमेश्वरीको व्रत पूजा गराउन आयौँ। तिमी एकचित्त भएर सुन। गोमा ब्राह्मणीलाई सप्त ऋषिले श्रीस्वस्थनीको व्रत गर्ने विधि बताएको। अघि सत्ययुगमा पर्वतराज हिमालयकी पुत्री पार्वतीले श्री जगदीश्वर महादेव स्वामी पाउनका लागि जुन व्रत गरेर उनको इच्छा पूर्ण भयो, त्यो व्रतको विधान पौष शुक्ल पूर्णिमाको दिनदेखि व्रत आरम्भ गर्नुपर्दछ। अघिल्लै दिन हात गोडाका नङ काटी स्नान गरी पवित्र भएर एक भक्त रही एक चित्त गरी 1 महिनासम्म नित्य मन ध्यान कालमा जगदीश्वर महादेवको पूजा गर्नु। अनि माघ शुक्ल पूर्णिमाका दिन 7800 रोटी, 7800 अक्षता, 7800 जात जातका फलफुल, 7800 जौ तिल, थरी थरीका नैवेद्य आदि नाना उपचार तयार पारी आरसी तामाको थालीमा ओमकार लेखी गङ्गा जलले स्नान गराउनु। अनि सिन्दुर, रक्त, चन्दन, फुलमाला पहिराउनु र धूप दीप नैवेद्य आदि मेवा मिष्टान्न कस्तुरी वस्त्र भेटी चढाई श्रीस्वस्थनी परमेश्वरीको पूजा गर्नु र कथा सुन्नु। अर्कालाई सुनाउनु। सुन्ने कोही छैनन् भने स्वयं आफैले भन्नु।
र आफैले सुन्नु आफ्ना खाट बिछौना उल्टा धनु आदि सामुन्ने राखेर तिनैलाई सुनाउनु। त्यसपछि जुन कामनाले व्रत गरेको छ मेरो फलानु काममा पूर्ण सिद्ध होस् भनी श्री स्वस्तानीको परमेश्वरीलाई अर्घ दिनु। अनि जप ध्यान पूजा गर्नु। हे गोमा बरामणी श्री स्वस्तानी परमेश्वरी भनेकी कस्ती हुन् भने ध्यानपूर्वक सुन। सुवर्णवर्णदीप्ताभां त्रिनेत्रां कमलासनां सिंहासनं सन्मासिनां सर्वालङ्कारविभूषितां नीलोत्पलधरं वामे दक्षिणे वरदां शुभं खड्गचर्मधरं ध्वजोर्ध्वं वामदक्षिणायोर्क्रमतः चतुर्भुजं च मातं नत्रयीभुजयेत् वृषकेतूनाम् एवं ध्यात्वा महादेवीं सरस्वस्थानी जगदीश्वरीम् अर्थ पीतवर्ण सुवर्णभन्दा पनि दिव्य वर्ण भएकी तीन नेत्र भएकी कमलको पुष्प जस्तै उज्जवल मुख भएकी सिंहासनमा विराजमान भएकी नाना अलङ्कार गहना पहिरेकी खड्ग पद्म र नीलकमल बाहुमा धारण गरेकी चार बाहु भएकी श्री स्वस्तानी परमेश्वरीलाई मनमा नै सम्झी त्यही मेरो पूजा गर्नु भनी श्री आशुतोष महादेवले आज्ञा भएको छ। यस्ती जगदेश्वरी श्री स्वस्तानी परमेश्वरीलाई हृदयमा ध्यान गरी यो स्तोत्र पाठ गर्नु। नमस्तेस्तु जगन्माता स्वस्तानी सर्वमङ्गले तव प्रसादतः देवेशी व्रतपूर्ण तवाज्ञया। अर्थ हे जगतकी माता संसारमा सबैको मङ्गल गर्ने हे श्री स्वस्तानी परमेश्वरी हजुरको कृपा रूपी प्रसादले मेरो व्रत पूर्ण भयो। यति भनेर प्रसाद झिक्नु अनि अठोत्तर सयमा 8 रोटी 8 अक्षता 8 बेली पुष्प 8 यज्ञ सूत्र 8 पान 8 खुड्का सुपारी सगुन समेत आफ्ना पुरुषलाई दिनु। पुरुष नभए छोरालाई दिनु। छोरा नभए मित छोरालाई दिनु। मित छोरा पनि नभए आफूले जुन कामनाले व्रत गरेको छ मेरो फलानु काम सिद्ध पूर्ण होस् भनी मङ्गल गङ्गामा लगेर गङ्गामा बगाइदिनु र 100 रोटी आफूले फलाहार गरेर त्यही दिन रात्रिमा जागा भइरहनु अर्थात् जागरण गरेर बस्नु। सकेदेखि रात्रिमा नाचगान कीर्तन श्री स्वस्तानी परमेश्वरीलाई सम्झेर गर्नु। नसके उनै जगदीश्वरीको नाम गुण सम्झेर बसे पनि हुन्छ। हे गोमा बरामणी श्री स्वस्तानी परमेश्वरीको व्रतका प्रभावले तिम्रो सम्पूर्ण दुःख नाश होला। यसमा अन्यथा नमान। यसै व्रतका प्रभावले जगदम्बा पार्वतीले पनि जगदीश्वर महादेव स्वामी प्राप्त गरेकी थिइन्। अब हामी जान्छौँ यति सप्तऋषिहरूले भनेको सुनि र उनले बताएको व्रतविधि मनमा राखी गोमा ब्राह्मणीले प्रसन्न भई बिन्ती गरिन्। हे सप्तऋषिश्वर हो तपाईहरूको कृपाले श्री स्वस्तानी परमेश्वरीको व्रत पूजा विधि सुनिसके। अब म यस्ती पापिनीका घरमा केही छैन। तपाईहरूको कसरी तीर्थ
अतिथि सत्कार गरौँ, पसलबाट पान किनेर ल्याउँछु अनि मेरो आतिथ्य स्वीकार गरेर जानुहोला भनी चर्खामा रहेको धागोको लरियाली घरबाट निस्किन्। सप्तऋषिहरूलाई गाउँमा ब्राह्मणीको दुःख देखेर साह्रै दया लागेर आयो र 7वटा सुनका कौडी आफूहरू बसेका पिँढीका मुनि छाडेर स्वर्ग गए। इति श्री स्कन्द पुराण केदारखण्डे माघमात्म्ये कुमारागस्त्य संवादे श्रीशस्तनि परमेश्वर्या व्रतकथायां सप्तऋषिकृत व्रतोपदेशो नमः। त्रयोविंशोऽध्याय। हरे नमः। पैसा तर हेरेको यता प्रतिदिन कथा सुन्ने श्रोताहरूले जल लिएर आफ्ना हात पानीले धोई पुष्पाञ्जली लिई हात जोड्नु र कथावाचकले यो तल लेखिएको मङ्गलाचरण उपनयतु मङ्गलवा सकल जग मङ्गलालय श्रीमान दीनकरण किरण नवदित नव नलिन दल निवेक्षण कृष्ण काले वसनु पर्जन्य पृथ्वी शस्यशालिनी देशोऽस्यं सुवरहितो वर्मा न सन्तु निर्भया अपुत्र पुत्रिण सन्तु पौत्रिण निर्धना सदना सन्तु जीवन्तु शरदाम सतम तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र यत्र तुतोद्धार कथा प्रसङ्ग या कुन्देन्तु तुषारहारधवला या शुभ्रवस्त्रविरिता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या वरमाच्युतशङ्करपार्वतीभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा वाञ्छितस्वभावात् करोमि यद्यं सकलं परस्मै नारायणाय समर्पये तथा। नित्य कथा सुनिसकेपछि सुन्ने श्रोता र वाचकले पनि पुष्पाञ्जली चढाई धन्यवाद प्रणाम गर्नु र आफ्ना मनले चिताएको वर माग्नु। श्री स्वस्ति परमेश्वरी